हामी जाँदैछु बनाउन पास्ता अनि चाउचाउ। कसरी बनाउने एक नयाँ ट्रिक तपाईँहरूलाई देखाउनेछु। तपाईँ गएर हात ह्यान्ड वास गर्नु होला। टक्क पारेर ह्यान्ड वास गरिसके तपाईँको चपिङ बोर्ड ल्याउनुहोस्। चपिङ बोर्डलाई धुने एकचोटि सर पारेर त्यसपछि तपाईँले कटिङ हान्नुहोस्। प्याजले काँदा कटिङ हान्नुहोस्। चक्कु लिने। ओके, यहीँ हामी कटिङ हान्छौँ। त्यसपछि हाम्रो यो प्याज छ, प्याजलाई यसरी काट्नु होला। अलि यो चक्कु कमजोर छ है साथीहरू। कमजोर भन्नाले लाग्दैन कि के गर्ने, यस्तै छ। 5वटा चक्कु छन्, कोही लाग्दैन। अब के भन्नु, केही भन्न सक्दैन। तपाईँ के भन्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् ल। यो भयो, हामी यसलाई त्यहीँ राखौँ। यसलाई पनि वास गरौँ। पास्ता हामीले उमाल्न बोइल गरिसकेका छौँ। यो पास्ता बोइल भइसकेको छ है। एकचोटि यसरी चेक गरेर पनि सक्नुहुन्छ तपाईँ। एकदमै बोइल भइसक्यो। यसलाई हामी ग्यासलाई बन्द गरौँ फेरि। त्यसपछि हामी हानौँ कटिङ चट्ट पारेर। चक्कु लाग्दैन, त्यही पनि के गर्ने साथीहरू, अलिकता एडजस्टमेन्ट गरिरहेको छु म। त्यसपछि हान्ने हामीले यस्तो कटिङ। अलिक मिस्टेक छ कि चक्कु। यो भयो हाम्रो प्याज कटिङ है। अब हामीले कराई लगाउने, ग्यास चालु भइसकेपछि त्यसपछि यो राइस ब्रान्ड ओइल, यदि यो लिन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला, डिस्क्रिप्सनमा नम्बर हाल्छु। यो ओइली हुँदैन, चिल्लो ग्यास्ट्रिक हुँदैन, यसमा एकदमै राम्रो छ है। यदि यो लिन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। त्यसपछि हामीले एकदम खपत हुन्छ यो थोरै स्वादअनुसार तेल हाल्ने। त्यसपछि तपाईँले फुल स्टिममा तयार गर्ने। यो ग्यास गरम हुन दिने। तबसम्म हामीले चाउचाउलाई यसरी मार्ने। वाइ चाउचाउ है, तपाईँको टेस्ट कुन छ त्यही अनुसार तपाईँले चाउचाउ खान सक्नुहुनेछ। यसरी तपाईँले यो चाउचाउलाई रेडी गर्ने। पहिला यो चाउचाउलाई रेडी गरिसकेपछि तपाईँको हाम्रो पास्ता पनि यसरी छानेर तपाईँले यसरी सुकाइराख्नुपर्ने हुन्छ, किनकि पछि गिलो हुँदैन। यसरी तपाईँले राख्नु होला। यो तेल हामीले हालिसक्यौँ। अब हामी हाल्दैछौँ टमाटरदेखि हामीले खुर्सानी तपाईँको स्वादअनुसार। यो अलि पन्नी सानो हो, हामीले ठुलो युज गर्दैछौँ। यो युज गर्दैछौँ। त्यसपछि हामी हाल्नेछौँ यो प्याज, त्यसपछि खुर्सानी पनि हाल्नेछौँ। ओके साथीहरू, यो गर्ने। त्यसपछि यसलाई अलि घुमाउनुहोस्, अलि रातो हुनु। साथीहरू यो हेर्नुहोस्, यसको यो रातो अलि हुनसम्म अनि भयो। त्यसपछि तपाईँले यहाँ टमाटर हाल्नुहोस् है। अनि टमाटर हालिसकेपछि तपाईँले छोड्नुहोस्। अनि त्यसपछि तपाईँले यसमा मसलाहरू एड गर्न सक्नुहुनेछ। त्यसपछि तपाईँले फर्स्टमा चाहिँ नुन हाल्नु होला है, स्वादअनुसार तपाईँ कतिको खानुहुन्छ। यति हाल्दा चाहिँ ठिक्कै हुन्छ। एकचोटि अनि टमाटरलाई गल्न दिनु। एकचोटि राउन्ड हाल्नु। त्यसचोटि होममेड अर्ग्यानिक तरिकाले हामी बनाउँदैछौँ। हेर्नु होला, चिल्लो पदार्थ एउटा पनि छैन, फ्याट यसमा हुँदैन। तपाईँको एकदम राइस ब्रान्ड ओइल हो। यसमा समोसा पनि राम्रै बन्दैछ। थोरै तपाईँले हल्दीलाई एड गर्नु सक्नुहुन्छ, बेसार है, अलि कलर ल्याउनुको लागि। त्यसपछि तपाईँको टमाटर पनि गरिन्छ। त्यसपछि तपाईँले यो धुलो खोर्सानी एड गर्न सक्नुहुन्छ। अलि यसले टेस्ट ल्याउँछ है। ल यति धेरै पिरो खानुहुन्न। अनि त्यसपछि तपाईँले के एड गर्ने भन्दाखेरि तपाईँले त्यसपछि यहाँ पास्ता एड गर्नु सक्नुहुन्छ, किनकि चाउचाउलाई पाक्न त्यति टाइम लाग्दैन। ल थोरै तपाईँले यो
मसला धनियाँ जिराको पाउडर पनि एड गर्नुहुन्छ है। त्यसपछि तपाईँले यो हाल्नुहोस् पास्ता, यो हेर्नुहोस् अब कति टेस्टी पास्ता बन्दैछ है। यो भयो तपाईँको पास्ता है। त्यसपछि तपाईँले यो पास्ता हामीले अलरेडी बोइल गरेका छौँ, यो गरिसकेपछि त्यसपछि हामीले चाउचाउ एड गर्नेछौँ हामी। अनि अब एउटा कुरा चाहिँ तपाईँले टेस्ट निकाल्नको लागि यसमा धेरै बोइल गर्नु पर्दैन चाउचाउलाई। ओके, ल यो हामीले चाउचाउ एड गरिसक्यौँ। चाउचाउ एड गरिसकेपछि खोरल्नुहोस्। यसपछि तपाईँले यहाँ चाउचाउको यो नुन हुन्छ नि मसलाहरूलाई एड गर्नुहोस् थोरै होइन। त्यसपछि म तपाईँलाई अगाडि देखाउँछु। यो थोरै खोरल्नुहोस् होइन, घुमाउनुहोस्। त्यसपछि तपाईँले पानी एड गर्नु। यसमा तपाईँले थोरै पानी एड गर्नु होला है। पानी एड गरिसकेपछि यसलाई घुमाउनुहोस्, मिक्स गर्नुहोस्, किनकि पानी चाउचाउले सोसिहाल्छ है अहिले। ल गाइज यो अब रेडी भइसक्यो। यसपछि हामीले धनियाँ एड गर्ने। ल धनियाँ एड गरिसकेपछि यसलाई एकचोटि घुमाउनुहोस्। एकदमै टेस्टी त्यो पास्ता अनि चाउचाउ भइसकेको छ। खाना चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् ल कस्तो रेसिपी भयो यो। यस्तै रेसिपी हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस् र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिहाल्नुहोस्। ओके, कस्तो लाग्छ कमेन्ट गर्नुहोस् ल। एकदमै मस्त रेसिपी बनिएको छ, हेर्नुहोस् एकदमै टेस्ट। ओके साथीहरू, यस्तै खाना चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। म अझ नयाँ नयाँ तपाईँलाई परिकार अनि तरिका सिकाउनेछु।